हाय गाइजहरु नन्दा भाउजूको यहाँ काम स्टार्ट हुँदैछ है। हामीले चाहिँ सक्यो काम गरेर पनि यति हामीले गर्यौं। यस्तै हामीले चाहिँ यसरी गर्यो। यहाँनेर अलि गमला चाहिँ अभाव भयो। ए बाइल भयो जान त दिदीको ल यसरी हामीले चाहिँ फुलहरु सजायो। गमलाले घर सजायो। यसरी काम गर्नुपर्ने हुन्छ। खाजा लिएर आइपुगे नि दुई जना चाहिँ। अस्ति खन्नु नसकेको आज भिजाएर यस्तो मजाले खनिँदैछ। सामने बाँस लोकल घुमा घरमा चाहिँ यसरी यो चाहिँ फ्रीमै आएको नि फेरि। हेलो गाइस, वेलकम ब्याक माई युट्युब च्यानल। न्यू डे न्यू भ्लगका साथ हामी आइसकेका छौँ। आज पनि हामी नन्दा भाउजू आइसकेका छौँ हैन। आज चाहिँ हामी के गर्दैछौँ माइली हाइ हजुर मलाई यति इग्नोर छ भनेर त मलाई सोचेको पनि थिएन। हेलो ल हाम्रो माइली चाहिँ लागि है लागि कान्छी चाहिँ त्यहाँबाट लुक्दैछ। के को नक्कल लाउनु रहेछ? के को नक्कल लाउनु रहेछ? वी 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 ल ल ल मेरो पन्जा मेरो त यो बिना त हुँदैन गाइजहरु हैन। ब्याक क्यामेरादेखि बोलेर त हुँदैन त सोल्टिनी नानी। खन्ती एउटा खोजेर ल्याउने कान्छी भाउजू। होइन एउटा कानेर छ तल्लोपट्टि हो कि कतातिर। हामी चाहिँ लाग्यो गाइजहरु, हामी चाहिँ लाग्यो। यहाँ चाहिँ अस्ति रक्सी पारेको हामीले यहाँनेर। आज चाहिँ हामी चाहिँ बारी चाहिँ यस्तो छ। अब यो चाहिँ हामी भत्काउने कोसिस गर्दैछौँ हैन। यो भत्काएर चाहिँ हामी एउटै बनाउनुलाई। यो बन्चर पनि कसले यहीँ छोडेछ? ल गाइजहरु हामी चाहिँ यति काम सकिसक्यो। ल गाइजहरु अब चाहिँ हामी खाजा खानु जाँदैछौँ यहाँदेखि। न्याङ न्याङ बुबा र न्याङ चाहिँ यता हुनुहुन्छ। हाई गरिदेऊ त, हाई गर न। खोइ हाई बुबा पनि गरिदिनु त। हेलो मेरो खेतालाहरु चाहिँ आउँदै हुनुहुन्छ यता। यो चाहिँ मैले दिनको 500 रुपैयाँ दिएर काम लगाएको है। मुछे मुछे को यो को ल यो चाहिँ गुलाबको फुल काना दादाले भाउजूलाई दिनुहुन्छ कि भनेर रोपेको। कहिले दिनु आउँदैन। दुनिया सुसारै गर्नुहुन्न। आमा मम्मीले चाहिँ खाजा है खाजा घिउमा चाम्रे। मैनी लैले मम्मी मम्मी बोल्नु त सामने बाँस लोकल घुमा लोकल घिउमा अरे। ल अब चाहिँ हामी राइस इटिङ टाइम ब्रेकफास्ट है हाम्रो यो चाम्रेस। अब चाहिँ हामीले खाना पनि खाइसक्यौँ। यहाँ मेरी दिदी हुनुहुन्छ। अब चाहिँ हामी बारी खन्नु जाँदैछौँ। दिल भट्काउनु खन्नु होइन भट्क्याउनु जाँदैछौँ। भाउजू त यो त बिहान त सोहरू नि त सुनेको थिएँ रे। म त केही पनि चिनिनँ त। खरे खरे गरेको सुनेको थिएँ मैले। दिदी यति म भन्दा उँचो रहेछ। बुबा पाडेको आज सुने ए दोस्रो चोटि भयो। ल साथीहरु अब चाहिँ हामी यहाँ नन्दा भाउजू जाँदैछौँ है फेरि। माइली भाउजू उता ल हाम्रो चाहिँ माइली यता लु। दुई माइली दुई कान्छी माइली। अब चाहिँ यहाँनिर फेरि काम स्टार्ट गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्दैछ गाइजहरु कमेन्ट गर्नु ल। हामीले चाहिँ यति काम गरिसक्यो। हामीले काम गर्ने ठाउँबाट यसरी देखिन्छ हैन। राम्रो देखिँदैन।
यहाँनिर है गाइजहरू नन्दा भाउजूको यहाँ काम स्टार्ट हुँदैछ है। यो चाहिँ मैले खेताला लगाएको नि फेरि होस् गर्नु यसरी काम गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यहाँ दुईजना कोसेले के अरे खाजा लिएर आइपुग्यो नि दुईजना चाहिँ खेत हामीले चाहिँ यस्तो काम गरिसक्यौँ। आमामा कस्तो भिड थियो काललाई थियो अझै सफा गर्दैछौँ। हेलो भन्न दुईजना हेलो सेवा दुईजना सेवा गर सेवा प्रशंसा खै सेवा प्रशंसा सेवा के एलेक्स पनि सेवा सेवा चाहिँ हामी सुन्तला खाँदैछौँ। बुबा चाहिँ स्ट्रिम खाँदै हुनुहुन्छ। हेलो गाइजहरू मिया हेलो गरिदेऊ त काले हेलो पोहोरको दसैँमा आएर भ्लग बनाउनु फुपूको बारे सम्झनाले सिकेको थियो। सुन्तला सुन्तला खाँदैछौँ गाइजहरू। गाउँघरमा चाहिँ यसरी यो चाहिँ फ्रीमै आएको नि फेरि मैले किनेर ल्याएको नि हो हजुर। हामीले चाहिँ सक्यो काम गरेर पनि यति हामीले गऱ्यौँ यस्तै त चाहिँ गरिन यस्तो गऱ्यो है त। अब चाहिँ हामी गाईहरू भोलिदेखि यता ल्याउने हामी चाहिँ भरे हाम्रो गाईहरू छ सो भोलिबाट चाहिँ यतै राख्ने अब किला काट्नु जानुपर्ने हुन्छ यसले हामीले चाहिँ गरेको सायद यो भोलि यो चाहिँ हामीले बाबुको छेवार छ त्यही भएर अब भोलि यो चाहिँ यतै राख्नुपर्ने हुन्छ। गाईहरू अब चाहिँ खान्छौँ हामी ल है गाईहरू अब चाहिँ हामी खन्न रेडी। अब अस्तिको कन्टिन्यू गर्न आँटेको अस्ति खन्नु नसकेको आज भिजाएर यस्तो मजाले खनिँदैछ। गाईहरू हामी चाहिँ यति खनिसक्यो। हामी तिनजनाले चाहिँ प्याज चाहिँ यहाँनिर छ अब यो हात चाहिँ फुकाउनु पर्ने हुन्छ। 9 मुठा 10 मुठा रहेछ ल 500 को यत्रो 50 रुपियाँ मुठा रहेछ। ठिकै हो नि अबे सस्तो पो आयो त आमा यो अर्थ र अब चाहिँ हामीले रोप्छौँ है गाईहरू। फेरि यो खन्नु यहाँ यतिकै रोप्ने म ल हामीले चाहिँ सक्यो प्याज रोपेर पनि। अब हामी फेरि माथि के गर्छौँ है। ओ बुढा बुढीहरू ओइ अरे यता हाई गर त आएर तिमीलाई त्यो को त्यहाँ ओ ल त गाईहरू पनि छ भन्छ हेलो गर आउन तिमीहरू पनि दुईटा छिटो ल ल गाईहरू चल्दैछन् है यता चाहिँ सबै कुरा मिसिरहेछ। तरुल मुला चाहिँ मार्दाङ दाजु मुला चाहिँ छ दाजु उनका ढामा र न नि। अब चाहिँ हामी यो फुलहरूलाई चाहिँ यस्तो म्यानेज अलिक गर्दैछौँ यसरी बनाउनु भएको छ। होला बेसी होइन है अहिले म फेरि देखाउनु त त्यो हिजोको माटो यो माटो चाहिँ उति जाऊ भनेको फुलको लागि होइन कहाँदेखि लिएर आएको थाहा छ सन्जेलाई यो चाहिँ जङ्गलबाट लिएर आएको छु पार्नु त अर्को
माटो पनि ल्याउनु पर्ने हुन्छ क्या उता बारीदेखि पहिला बारीदेखि लिएर आउँ ल अलिकति हिँड्नु त हामी चाहिँ मलिलो माटो अब लिएर आउँछौँ पहिला यो चाहिँ जङ्गलको माटो त्यहाँ छुने होइन ल हामीले चाहिँ बारीदेखि माटो पनि ल्याइसक्यौँ अब यिनीहरू मिक्स गर्छौँ जङ्गलको माटो है यो धेरै तिमीहरू त्यहाँ नछल न यता हो यता यता साइडमा उठ्छ भयो होइन चास्ला जानु उता जानु त उता गमलहरू यत्रो यत्रो फलिरहेछ है घरमा
हामीले चाहिँ यसरी गर्यो यहाँनिर अलिक गमला चाहिँ अभाव भयो ए बाहिर भएर जानु त दिदीकोमा म यहाँ भ्याउँछु न ऊ पल्लो बाक्लो भएन नि पर त ऊ त पल्लो उतले झुन्डाउनु न कहाँ उते बाक्लो भएन यहाँ छैन बाक्लो भएको ठिकै छ उतले त झुन्डाउन तीनटा भइसक्यो यो त हो नि त पेप्सी हो नि त अब ल्याउनु पर्छ अब फेरि ल यसरी हामीले चाहिँ फुलहरू सजायो गमलाले घर सजायो यो रेड कलर चाहिँ बढी राम्रो देख्यो क्या ल यसरी सानो सानो कुरामा पनि कति धेरै खुसी मिल्दो रहेछ भने यो चाहिँ यो एकजना मैले गर्दा मात्र सम्भव भएको होइन हाम्रो सबै परिवारले गर्दाखेरि चाहिँ सजाइयो यो फुल चाहिँ दिदी र मैले बनाएको है यो माला चाहिँ घरमा झोला किन्दै किन्दै भनेको हाम्रो घरको सामानहरू त्यस्तो छ कि जताततै सामानै सामान